आज चाहिँ एलिया अगमवक्ता राजा 1 16 अध्यायको 29 पददेखि 17 को 7 सम्म। जब सोलेमान राजा भए पश्चात चाहिँ धेरै राजाहरू बने अनि त्यो राजाहरू बन्ने क्रममा चाहिँ एउटा आहाब भन्ने राजा पनि थिए, तर उनी चाहिँ परमेश्वरको कुनै पनि कुरालाई चाहिँ विश्वास गर्दैनथे र परमेश्वरलाई चाहिँ मान्दैनथे। यसै बीचमा चाहिँ त्यो देशमा जुन परमेश्वर उनीहरू बस्ने गर्दथे त्यो देशमा चाहिँ साह्रै पानीहरू आउन छोड्यो। पानी बर्सात नभएपछि चाहिँ त्यहाँ मानिसहरूलाई पिउनको लागि पनि अत्यन्तै गाह्रो हुन थाल्यो। उनीहरू चाहिँ पानी पिउन पनि अब मरुभूमि भएकोले चाहिँ पानी पिउनको लागि पनि समस्या भयो। यसै बीचमा एलिया नाम गरेको अगमवक्ता थिइन्। उनले चाहिँ आहाब राजाकोमा गएर बिन्ती बिसाए कि आहाब राजा, तपाईले चाहिँ अब परमेश्वरलाई विश्वास गर्नु पर्यो र हामी सबैजना भएर परमेश्वरलाई आराधना गरौँ, विश्वास गरौँ, ताकि हाम्रो यो मरुभूमिमा चाहिँ पानी पर्न सकोस् भनेर एलिया अगमवक्ताले बिन्ती बिसाए। तर पनि राजा चाहिँ एकदमै क्रूर थिए, ताकि अविश्वासी थिए, परमेश्वरलाई विश्वास नगर्ने। त्यसपछि उनले एलियाको कुरा सुनेनन्। त्यस पछाडि एक दिनको कुरो थियो, परमेश्वरले एलियालाई चाहिँ एउटा भेट्नुभयो र एलियालाई भन्नुभयो, एलिया तिमीले अब राजाले पनि मान्दैन भने तिमी यो मरुभूमिलाई चाहिँ छोडेर अब पानी भएको ठाउँमा गएर बस भनेर चाहिँ परमेश्वरले भन्नुभयो। र एलिया चाहिँ त्यो मरुभूमिलाई छोडेर अनि पानी भएको खोला साइडतिर गएर बस्न थाले र उनी त्यति बेलासम्म त्यो ठाउँमा बसे कि जति बेलासम्म त्यो ठाउँमा पानी प्रशस्तता होस् र उनी त्यो ठाउँमा बस्न थाले, खोलाको पानी पिउथे र उनले चाहिँ परमेश्वरले उनलाई खानको लागि चाहिँ चराहरूद्वारा खानाहरू पठाइन्थ्यो र त्यसरी उनी त्यहाँ बसेका थिए।